सर्वप्रथम यो भिडियो हेर्नुहोस्। यस्तो भिडियो अहिले सामाजिक सञ्जालमा निकै नै भाइरल भइरहेका छन्। यस्ता भिडियो युट्युबमा अथवा अन्य कुनै सोशल मिडियामा अपलोड गर्दाखेरि लाखौं भ्युज आइरहेका छन्। हामीले पनि यस्तो भिडियो कसरी बनाउन सक्छौं त? आजको यस भिडियोमा म तपाईहरुलाई यसै बारेमा एकदमै इजी वेमा सिकाउन गइरहेको छु। हेलो साथीहरु, मेरो नाम हो विजय। तपाईहरुलाई स्वागत छ हाम्रो युट्युब च्यानल टेक साथीमा। आज चाहिँ म तपाईहरुलाई एकदमै सजिलो रूपमा यस्तो भिडियो बनाउन चाहिँ सिकाउन गइरहेको छु। भिडियोलाई चाहिँ अन्त्यसम्म हेर्नु होला र च्यानललाई चाहिँ सब्स्क्राइब गरी भिडियोलाई चाहिँ लाइक गरिदिनु होला। अहिले चाहिँ मैले ल्यापटपबाट गर्न गइरहेको छु। तपाईहरुले मोबाइलबाट पनि एकदमै सजिलै रूपमा गर्न सक्नुहुन्छ। मोबाइलबाट गर्दा पनि उइने हो र डेस्कटपबाट गर्दा पनि सेम नै प्रोसेस चाहिँ रहेको छ। अब यस्तो भिडियो बनाउनको लागि चाहिँ तपाईहरु सबैभन्दा पहिला चाहिँ गुगल म्यापमा आउनुपर्ने हुन्छ। गुगल म्यापमा आएर चाहिँ तपाईहरुले चाहिँ अब कुन ठाउँको चाहिँ बनाउन खोज्नु भएको हो, अब जस्तै कुनै फेमस प्लेसको रहेको छ भने त्यो प्लेस चाहिँ यहाँ सर्च गर्नु होला। सर्च गरेपछि केही यस्तो देखाउँछ तपाईहरुलाई चाहिँ। अब त्यो देखाइसकेपछि चाहिँ यहाँ लेयर्स भन्ने तल रहेको हुन्छ। अब तपाईहरुको स्क्रिनमा हेर्नु होला लेयर्स कहाँ छ, त्यहाँ चाहिँ क्लिक गरेर चाहिँ मोरमा क्लिक गर्नु होला। गरेपछि चाहिँ यहाँ चाहिँ डिफल्ट भन्ने हुन्छ। यो डिफल्ट म्याप चाहिँ लगाउनु होला, किनभने हामीलाई चाहिँ अहिले सेटेलाइट इमेज चाहिँ चाहिएको छैन, हामीलाई चाहिँ डिफल्ट चाहिएको छ। डिफल्ट लगाइसकेपछि चाहिँ के यस्तो इन्टरफेस देखाउँछ। तपाईहरुले हल्का यो त धेरै जुम गर्नु भयो भने यो विभिन्न ठाउँको चाहिँ धेरै ठाउँको नाम देखाउँछ। त्यसकारणले गर्दाखेरि चाहिँ हल्का जुम आउट गर्नु होला। यतिको बनाएर चाहिँ एउटा चाहिँ स्क्रिनशट लिनु होला। अब स्क्रिनशट लिइसकेपछि चाहिँ तपाईहरुको चाहिँ त्यो नेभिगेसन बटन, माथिको चाहिँ वाइफाई को बटनहरु, चार्जको आइकनहरु पनि देखिन सक्छ। त्यस्तो अवस्थामा चाहिँ तपाईहरुले चाहिँ त्यो स्क्रिनशटलाई चाहिँ हल्का क्रप गरिदिनु भयो भने चाहिँ त्यो चाहिँ अझ इन्हान्स भएर चाहिँ अझ राम्रो चाहिँ देखिन्छ। अब तपाईहरुले चाहिँ अब ल्यापटप अथवा कम्प्युटरबाट गर्दै हुनुहुन्छ भने चाहिँ हामीले चाहिँ अहिले चाहिँ यो टिकटकहरुको शर्ट्सहरुको लागि चाहिँ हामीले यो गर्दै छौं। त्यसकारण चाहिँ हामीलाई त्यही रेशियोमा चाहिन्छ। त्यसको लागि चाहिँ एडिटमा गएर चाहिँ यो फ्रीमा क्लिक गर्नु होला। गरिसकेपछि चाहिँ विभिन्न रेशियो आउँछ। तपाईहरुले चाहिँ 9:16 को चाहिँ रेशियो सिलेक्ट गरेर चाहिँ यसलाई अलिकति यो धरहरा लेखेको लागि चाहिँ सेन्टरमा पारेर चाहिँ यसलाई चाहिँ सेभ गरिदिनु होला। यसो भएपछि चाहिँ तपाईहरुले चाहिँ सर्चमा अपलोड गर्नको लागि चाहिँ करेक्ट फर्मेट चाहिँ आउँछ। तपाईहरुले म्यापमा आएर स्क्रिनशट लिइसकेपछि चाहिँ त्यस ठाउँको चाहिँ फोटो चाहिने हुन्छ तपाईहरुलाई। अब चाहिँ अब जस्तै अब मैले चाहिँ यो चाहिँ धरहराको गरेको छु। अब मैले चाहिँ यहाँ चाहिँ धरहरा भनेर सिलेक्ट गरिदिएको छु। गरेपछि यहाँ विभिन्न धरहराको फोटो आएको छ। मैले चाहिँ एउटा फोटोलाई चाहिँ डाउनलोड गर्छु। तपाईहरुले चाहिँ त्यो प्लेसको चाहिँ डाउनलोड गर्नु होला। यति गरिसकेपछि चाहिँ आफ्नो कुनै पनि ब्राउजरमा गएर चाहिँ गुगल जेमिनी भनेर चाहिँ सर्च गर्नु होला। सर्च गरिसकेपछि चाहिँ यसलाई चाहिँ ओपन गर्नु होला। अब गुगल जेमिनीमा आइसकेपछि चाहिँ अब तपाईहरुलाई के यस्तो इन्टरफेस देखाउँछ। यहाँ चाहिँ प्लसको आइकनमा गएर चाहिँ यहाँ चाहिँ अब क्रिएट इमेज भन्नेमा सिलेक्ट गर्नु होला। सिलेक्ट गरेपछि चाहिँ यहाँ न्यानो बनाना चाहिँ सिलेक्ट हुन्छ, जसको माध्यमबाट चाहिँ तपाईहरुले चाहिँ इमेज क्रिएट गर्न सक्नुहुन्छ। अब यहाँ आइसकेपछि चाहिँ तपाईहरुले चाहिँ अब यो प्लसको आइकनमा क्लिक गरेर चाहिँ अपलोड फाइल्समा जानु होला र अघिको त्यो स्क्रिनशट लिएको फोटो चाहिँ यहाँ चाहिँ सिलेक्ट गरिदिनु होला। त्यसको पछि चाहिँ यहाँ चाहिँ एउटा प्रम्प्ट हाल्नु पर्ने हुन्छ। तपाईहरुले यो प्रम्प्ट हानेर चाहिँ तपाईहरुले चाहिँ अब यहाँ चाहिँ दिनु होला। यो प्रम्प्टको लिंक चाहिँ म तपाईहरुलाई डिस्क्रिप्सन बक्समा राख्दिने छु। यो लगाए चाहिँ सम्पूर्ण प्रम्प्टको लिंकहरु चाहिँ डिस्क्रिप्सन बक्समा चाहिँ राखेको हुनेछु मैले। तपाईहरुले चाहिँ त्यहाँ गएर चाहिँ कपी गरेर चाहिँ यहाँ चाहिँ पेस्ट गर्न सक्नुहुन्छ। अब यसरी अब तपाईहरुले यहाँ दिइसकेपछि चाहिँ तपाईहरुलाई के यस्तो इमेज दिन्छ। तपाईहरुलाई चाहिँ यस्तो इमेज चाहिँ एउटा चाहिने हुन्छ। यो चाहिँ तपाईहरुले चाहिँ डाउनलोड गर्नु होला। अब यति गरिसकेपछि यही च्याटमा चाहिँ तपाईहरुले चाहिँ फेरि अब त्यो हामीले सिलेक्ट गरेको चाहिँ अब जस्तै मैले चाहिँ यहाँ धरहराको फोटो चाहिँ डाउनलोड गरेको थिएँ। तपाईहरुले चाहिँ कुन प्लेसको गर्ने हो त्यो प्लेसको चाहिँ त्यो फोटो चाहिँ यहाँ अपलोड गरिदिनु होला। यही प्लसको आइकनमा क्लिक गरेर अपलोड गरिदिनु होला। अपलोड गरेर चाहिँ सेकेन्ड प्रम्प्ट हाल्नु होला। यो पनि तपाईहरुले डिस्क्रिप्सन बक्समै पाउनुहुन्छ। त्यहाँबाट चाहिँ कपी गरेर चाहिँ यहाँ चाहिँ पेस्ट गरिदिनु होला। गरिसकेपछि चाहिँ तपाईहरुलाई चाहिँ के यस्तो यो इमेज चाहिँ तपाईहरुलाई चाहिँ दिने हुन्छ। यो इमेज पनि तपाईहरुले चाहिँ डाउनलोड चाहिँ गर्नु होला। अब तपाईहरुको इमेज चाहिँ राम्रो बनाइरहेको छैन भने चाहिँ यतातिर तपाईहरुको चाहिँ मोडल चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। तपाईहरुले चाहिँ यो प्रो मोडलमा चाहिँ लगाइदिनु होला। यदि गरिसकेपछि चाहिँ तपाईहरुलाई चाहिँ राम्रो इमेज चाहिँ यसले चाहिँ जेनेरेट गरेर दिन्छ। यति गरिसकेपछि चाहिँ हाम्रो चाहिँ लगभग 80% काम चाहिँ सकिसकेको छ। अब बाँकीको लागि चाहिँ हामीले चाहिँ अर्को वेबसाइटमा जानुपर्ने हुन्छ। अर्को वेबसाइटको नाम चाहिँ गुगल ल्याब्स भन्ने रहेको छ। यो सबै वेबसाइटहरु चाहिँ गुगलकै वेबसाइटहरु हुन्। तपाईहरुले चाहिँ निर्धक्क भएर चाहिँ यहाँ चाहिँ फोटो चाहिँ बनाउन सक्नुहुन्छ र यो सबै वेबसाइटको लिंक पनि म तपाईहरुलाई डिस्क्रिप्सन बक्समै राख्दिने छु। त्यहाँ गएर चाहिँ तपाईहरुले चाहिँ इजिली चाहिँ तपाईहरुले चाहिँ वेबसाइट चाहिँ खोलेर चाहिँ यहाँ चाहिँ आउन सक्नुहुन्छ। यसलाई ओपन गर्नु होला। ओपन गरेपछि चाहिँ यो ट्राई इट नाउमा क्लिक गर्नु होला। यहाँ चाहिँ तपाईहरुले चाहिँ न्यू प्रोजेक्ट भन्नेमा छान्नु होला। तपाईहरुले चाहिँ बस चाहिँ यहाँ चाहिँ नेक्स्ट गर्दै जाने हो। तपाईहरुले चाहिँ अब त्यति गरिसकेपछि चाहिँ यहाँ चाहिँ के यस्तो इन्टरफेस
इन्टरफेस चाहिँ देखाउँछ तपाईहरुलाई। अब यहाँ आएपछि चाहिँ तपाईहरुले यहाँ चाहिँ तल यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नु होला। क्लिक गरेपछि चाहिँ यहाँ चाहिँ तपाईहरुले चाहिँ अब यहाँ इमेज बनाउने हो कि भिडियो भनेको छ। हामीलाई चाहिँ भिडियो चाहिएको, भिडियोमा क्लिक गर्नु होला। त्यसपछि चाहिँ यहाँ चाहिँ तपाईहरुलाई यहाँ फ्रेम्स र यो अर्को अप्सन दिन्छ। यहाँ चाहिँ फ्रेम्स सिलेक्ट गर्नु होला। अनि त्यसपछि हामीलाई भिडियोको रेशियो भनेको छ। अघि हामीले फोटो पनि यो 9:16 रेशियोमै बनाएका थियौं। हामीलाई अहिले पनि 9:16 रेशियो नै चाहिने हुन्छ। यसमा क्लिक गर्नु होला। तपाईहरुलाई कतिवटा बनाउने हो भनेको छ। तपाईहरुले चाहिँ एउटा पनि बनाउन सक्नुहुन्छ, दुईटा अथवा तीनटा पनि बनाउन सक्नुहुन्छ। अनि त्यसपछि यहाँ चाहिँ अब सिलेक्ट अब मोडल सिलेक्ट गर्न दिएको छ। अब मोडल चाहिँ कुन सिलेक्ट गर्ने हो भनेको छ। तपाईहरुले चाहिँ अब यो माथिको सिलेक्ट गर्नुभयो भने चाहिँ तपाईहरुलाई चाहिँ कम क्रेडिट लाग्छ। यो क्रेडिट पनि लिमिटेड हुन्छ। तपाईहरुले चाहिँ लिमिटेड भिडियो चाहिँ यहाँ चाहिँ बनाउन सक्नुहुन्छ। तपाईहरुको यदि बनाउँदा लिमिट सक्यो भने चाहिँ तपाईहरुले चाहिँ अब अर्को विभिन्न आइडीबाट चाहिँ लगइन गर्न सक्नुहुन्छ। गुगलको तपाईहरुसँग 2-3टा आइडी छ भने चाहिँ विभिन्न आइडीमा लगइन गरेर चाहिँ तपाईहरुले चाहिँ भिडियो चाहिँ बनाउन सक्नुहुन्छ। यो चाहिँ तपाईहरुले सकेसम्म यो तलतिरकै सिलेक्ट गरेको राम्रो, अथवा तपाईहरुको चाहिँ क्रेडिट अलि लिमिटेड छ, सकिन लागेको छ भने चाहिँ तपाईहरुले माथिको पनि युज गर्न चाहिँ सक्नुहुन्छ। यति सिलेक्ट गरिसकेपछि चाहिँ तपाईहरु चाहिँ यता आउनु होला। स्टार्ट भनेको छ। यसमा आएर चाहिँ तपाईहरुले चाहिँ यहाँ अपलोड मिडिया भनेर लेखेको छ तल, त्यसमा क्लिक गर्नु होला। क्लिक गरेर चाहिँ तपाईहरुले चाहिँ अब सुरुको यो हामीले पिन लगाएको इमेज चाहिँ जुन चाहिँ अब जिमिनीले क्रिएट गरेर दिएको थियो त्यसलाई चाहिँ अब यहाँ चाहिँ ओपन गर्नु होला। ओपन गरेर तपाईहरुले एड गर्ने हो। त्यसै कारणले गर्दाखेरि चाहिँ फेरि अपलोडमा क्लिक गरेर तपाईहरुले यो अर्को यो धराराको बनाइदिएको इमेज पनि त्यसलाई पनि यहाँ चाहिँ ओपन गर्नु होला। तपाईहरुलाई यो लोड हुन चाहिँ एकछिन टाइम लाग्छ। तपाईहरुले चाहिँ 10-20 सेकेन्ड चाहिँ वेट गर्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ तपाईहरुले चाहिँ अब मेरो चाहिँ दुईटै फोटो चाहिँ लोड भइसकेको छ। एड टु प्रम्प्ट गर्नु होला। अब स्टार्टमा अब हामीले क्लिक गरेका थियौं अघि। अब स्टार्ट चाहिँ हामीलाई यो पिन वाला चाहिएको हुन्छ। यसलाई चाहिँ एड टु प्रम्प्ट गर्नु होला। इन्ड भनेको छ, यसमा क्लिक गरेर चाहिँ इन्डमा चाहिँ हामीलाई यो धरारा वाला चाहिएको छ। यसलाई पनि एड टु प्रम्प्ट गरिदिनु होला। यदि गरिसकेपछि चाहिँ तपाईहरुलाई यहाँ अर्को प्रम्प्ट चाहिने हुन्छ। यो प्रम्प्ट चाहिँ यो रहेको छ। यो चाहिँ तपाईहरुलाई यो पनि डिस्क्रिप्सन बक्समै पाउनुहुन्छ। तपाईहरुले त्यहीबाट चाहिँ तपाईहरुले चाहिँ कपी गरेर यहाँ चाहिँ पेस्ट गर्न सक्नुहुन्छ। यदि गरिसकेपछि चाहिँ यहाँ क्रिएटमा क्लिक गरिदिनु होला। अहिले चाहिँ मेरो चाहिँ यहाँ मैले यहाँ धेरैचोटी बनाइसकेको भएर चाहिँ यहाँ चाहिँ क्रेडिट सकिएको छ। तपाईहरुको चाहिँ यहाँ क्रिएट गर्ने अप्सन आउँछ। त्यसमा क्लिक गरेपछि चाहिँ तपाईहरुको चाहिँ क्रिएट हुन स्टार्ट हुन्छ। यसरी चाहिँ तपाईहरुले एकदमै इजी वेमा चाहिँ यस्तो भाइरल 3D म्याप एनिमेसन भिडियो चाहिँ बनाउन सक्नुहुन्छ। हस्, यही नै थियो भिडियो मन पर्दाखेरि चाहिँ लाइक गरिदिनु होला। साथीहरुले पनि यस्तै जान्नु भन्न चाहनुहुन्छ भने शेयर गरिदिनु होला। केही प्रतिक्रिया भएको कमेन्ट गर्नु होला र अरु यस्ता इन्ट्रेस्टिङ भिडियोको लागि हाम्रो च्यानल सब्स्क्राइब गरी बेल आइकनलाई अन गर्नु होला। आजको लागि यति नै। हस्, धन्यवाद।